यो चौरमा तपाईहरु कति जानु भएको छ? जानु मात्र भएको छैन होला, गएर खेल्नु पनि भएको छ होला, आफ्नो समय बिताउनु पनि भएको छ होला। अब यो चौर जस्तो थियो त्यस्तो रहनेवाला छैन। काठमाडौँमा रहेको सैनिक मञ्चको दायाँतर्फ रहेको यो मैदान काठमाडौँ महानगरपालिकाले एकदमै बबाल दामी बनाउने भएको छ। काठमाडौँ महानगरपालिकाले 4 करोड 25 लाख खर्च गरेर अब यो मैदानमा बर्मुडा ग्रास रोप्ने भएको छ। बर्मुडा ग्रास रोपिसकेपछि यो चौर यस्तो देखिनेवाला छ। प्राय जसो यो घाँसहरू चाहिँ युरोपको वा अमेरिकाको बाटोको छेउछेउमा रोपेको देखिन्छ, घरहरूको अगाडि रोपेको देखिन्छ। अब यस्तै घाँस नेपालले पनि रोप्ने भएको छ। काठमाडौँमा हरियाली बढाउनको लागि हरियाली कार्यक्रम अन्तर्गत टुँडेखेलको 4 कुनामा बोरिङ निर्माण गरिनेछ। पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्निर्माणका लागि वाटर सिरिज पिट समेत निर्माण गरिनेछ भनेर नगरपालिकाले भनेको छ। 2083 असार मसान्तसम्म चाहिँ यो काम सक्ने भनिएको छ। मैदानलाई घाँसे मैदान बनाइसकेपछि आम जनताहरूलाई यहाँ जान छुट छ। यहाँ जान कुनै रोकावट छैन। जुन बेला पनि जान सकिन्छ, जुन बेला पनि खेल्न सकिन्छ, जुनै पनि ठुलो कार्यक्रम गर्न सकिन्छ भनेर नगरपालिकाले भनेको छ। सबैलाई खुल्ला मञ्चको रूपमा प्रयोग गरिनेछ भनेर पनि भनेको छ। अब काठमाडौँ हरियाली हुँदैछ। तपाईहरु के भन्नुहुन्छ? कमेन्ट गर्नु है त।